कहिले सोच्नु भएको छ प्रेम आखिर किन हुन्छ? किन एउटा अपरिचित व्यक्ति अचानक हाम्रो जीवनको सबैभन्दा महत्त्वपूर्ण व्यक्ति बन्न पुग्छ? किन उसको एउटा सानो सन्देशले हाम्रो अनुहारमा मुस्कान ल्याउँछ अनि उसको अनुपस्थितिले मन भारी बनाइदिन्छ? के प्रेम केवल भावना हो वा यसको पछाडि विज्ञान र मनोविज्ञानले बुझाएको कुनै गहिरो कारण पनि छ? आजको यो भिडियोमा हामी प्रेमको वास्तविक कारणलाई विज्ञान र मनोविज्ञानको दृष्टिकोणबाट बुझ्ने प्रयास गर्नेछौँ। विज्ञानका अनुसार प्रेम कुनै संयोग मात्र होइन, यो मानव मस्तिष्क विभिन्न हर्मोनहरू र लाखौं वर्षको विकास क्रमको परिणाम हो। जब हामी कुनै व्यक्तिप्रति आकर्षित हुन्छौँ, हाम्रो मस्तिष्कले डोपामिन, एक्सिटोसिन र भासोप्रेसिन जस्ता रसायनहरू सक्रिय रूपमा उत्पादन गर्न थाल्छ। डोपामिनले खुसी, उत्साह र बारम्बार त्यही व्यक्तिसँग रहन मन लाग्ने अनुभूति गराउँछ। एक्सिटोसिनले विश्वास, आत्मीय र भावनात्मक सम्बन्धलाई बलियो बनाउँछ। त्यस्तै भासोप्रेसिनले दीर्घकालीन सम्बन्ध र प्रतिबद्धताको भावना विकास गर्न भूमिका खेल्न सक्छ। यही कारणले समय बित्दै जाँदा हामी त्यो व्यक्तिसँग अझ नजिक महसुस गर्न थाल्छौँ र हाम्रो सम्बन्ध क्रमशः गहिरिँदै जान्छ। मनोविज्ञानका अनुसार मानिस कसैसँग प्रेममा पर्नुका पछाडि उसको व्यक्तित्व, बाल्यकालका अनुभव, भावनात्मक सुरक्षा, विश्वास र सम्बन्धको अनुभवले ठूलो भूमिका खेल्छ। अनुसन्धानले देखाएको छ कि मानिसहरू प्राय आफूलाई सुरक्षित, बुझिएको र स्वीकारिएको महसुस गराउने व्यक्तितर्फ बढी आकर्षित हुन्छन्। यसका साथै समान सोच, समान मूल्य, समान रुचि र जीवनका साझा लक्ष्यहरूले पनि सम्बन्धलाई गहिरो बनाउन मद्दत गर्न सक्छन्। मनोवैज्ञानिकहरू भन्छन् प्रेम केवल आकर्षण होइन, यो विश्वास, भावनात्मक निकटता, एकअर्कालाई बुझ्ने क्षमता र सँगै भविष्य निर्माण गर्ने इच्छाको मिश्रण हो। एउटा रोचक तथ्य, अनुसन्धानले एउटा कुरा पनि देखाएको छ, मानिसहरू प्राय आफूलाई सुरक्षित, सम्मानित र स्वीकारिएको महसुस गराउने व्यक्तिसँग गहिरो सम्बन्ध बनाउन बढी इच्छुक हुन्छन्। यसको अर्थ केवल सुन्दरता वा पैसा मात्र प्रेमको आधार होइन, भावनात्मक सुरक्षा र विश्वास पनि अत्यन्त महत्त्वपूर्ण हुन्छ। तर अर्को प्रश्न उठ्छ, यदि प्रेम यति सुन्दर अनुभूति हो भने किन धेरै सम्बन्धहरू सफल हुँदैन? किन हामी कहिलेकाहीँ पछि गएर आफूका लागि उपयुक्त नभएको व्यक्तिसँग पनि प्रेममा पर्छौँ? मनोविज्ञानका अनुसार प्रेममा पर्दा हाम्रो निर्णय सधैँ पूर्ण रूपमा तर्कसङ्गत हुँदैन। सुरुवाती आकर्षणका बेला भावनाहरू धेरै बलियो हुन्छन्। त्यसैले हामी कहिलेकाहीँ अर्को व्यक्तिका कमजोरीहरूलाई बेवास्ता गर्छौँ वा साना चेतावनीका सङ्केतहरूलाई पनि गम्भीर रूपमा लिँदैनौँ। अनुसन्धानले यो पनि देखाएको छ कि बाल्यकालका अनुभव, भावनात्मक आवश्यकता, आत्मसम्मान, एक्लोपनको भावना र प्रतिको हाम्रो सोचले हामी कसप्रति आकर्षित हुन्छौँ भन्ने कुरामा प्रभाव पार्न सक्छ। कहिलेकाहीँ हामी त्यस्तो व्यक्तितर्फ आकर्षित हुन्छौँ जसले हामीलाई परिचित अनुभूति दिन्छ, चाहे त्यो सम्बन्ध स्वस्थ होस् वा नहोस्। तर आकर्षण मात्र सफल सम्बन्धको आधार होइन। दीर्घकालीन सम्बन्धका लागि विश्वास, सम्मान, स्पष्ट संवाद, समान मूल्य र एकअर्काको विकासलाई स्वीकार गर्ने क्षमता आवश्यक हुन्छ। सायद हामी गलत व्यक्तिलाई प्रेम गर्दैनौँ। हामी कहिलेकाहीँ त्यस्तो सम्बन्ध रोज्छौँ जसबाट हामीले आफू र सम्बन्धका बारेमा केही सिक्न बाँकी हुन्छ। सायद अहिले तिमी यो भिडियो हेर्दै गर्दा तिम्रो दिमागमा पनि कुनै एउटा अनुहार आएको हुन सक्छ। कुनै यस्तो व्यक्ति जसलाई तिमीले धेरै माया गर्यौ, तर अन्त्यमा त्यो सम्बन्ध टिकेन। त्यसपछि तिमीले आफूलाई दोष दियो होला। सायद म पर्याप्त राम्रो थिइनँ, सायद मैले धेरै माया गरेँ, सायद समस्या म नै थिएँ। तर मनोविज्ञानले एउटा फरक कुरा भन्छ। कहिलेकाहीँ हामी गलत व्यक्तिलाई रोज्दैनौँ, हामी त्यो व्यक्तिलाई रोज्छौँ जसले त्यस समय हाम्रो कुनै भावनात्मक आवश्यकता पूरा गरिरहेको हुन्छ। त्यसैले सम्बन्ध सकिएपछि त्यो व्यक्ति मात्र होइन, तिम्रो एउटा सपना पनि हराउँछ र त्यही कारणले बिर्सन समय लाग्छ। सायद प्रेममा पर्ने भन्दा पनि कसलाई प्रेम गर्ने भन्ने निर्णय
अझ महत्त्वपूर्ण हुन्छ। आकर्षण केही हप्तामा हुन सक्छ, तर चरित्र, सम्मान र विश्वास समयसँग मात्र देखिन्छ। त्यसैले यदि कसैले तिमीलाई आफ्नो जीवनमा राख्न बारम्बार प्रमाण दिनुपर्छ भने सायद त्यो प्रेम भन्दा पनि स्वीकृतिको खोजी हुन सक्छ। यदि तिमी अहिले पनि कसैलाई बिर्सन सङ्घर्ष गरिरहेका छौ भने आफूलाई एउटा प्रश्न सोध, के म उसलाई प्रेम गरिरहेको छु कि मैले उसँग देखेको भविष्यलाई? किनकि कहिलेकाहीँ हामी व्यक्तिलाई होइन, उसँग जोडिएको कल्पनालाई छोड्न सक्दैनौँ। कसैलाई खुसी बनाउन आफूलाई नै बिर्स्यौँ। तर एउटा प्रश्न, के त्यो साँच्चै प्रेम थियो वा तिमी उसको स्वीकृति खोजिरहेका थियौ? मनोविज्ञान भन्छ, जब हामी कसैसँग गहिरो रूपमा जोडिन्छौँ, हाम्रो मस्तिष्कले त्यो व्यक्तिलाई आफ्नो भविष्यको एउटा हिस्सा मान्न थाल्छ। त्यसैले उसका निर्णयहरूले हाम्रो निर्णयमा पनि प्रभाव पार्न सक्छ। कहिलेकाहीँ हामी आफ्नो करियरभन्दा सम्बन्ध बचाउन धेरै प्रयास गर्छौँ। कहिलेकाहीँ हामी पैसाभन्दा एउटा व्यक्तिको उपस्थितिलाई महत्त्व दिन्छौँ र कहिलेकाहीँ सम्बन्ध सकिएपछि हामीले केवल एउटा व्यक्ति गुमाएका हुँदैनौँ, हामीले उसँग मिलेर देखेको भविष्य पनि गुमाउँछौँ। त्यसैले पीडा व्यक्ति गएको कारण मात्र हुँदैन, टुटेका सपनाहरूका कारण पनि हुन्छ।